भर्खरै राज बेकरीको गाडी चाहिँ केही भयो तिमीलाई लाग्यो के भयो तिमीहरूलाई कसले चलाएको ड्राइभर को अनि कसरी ओभर स्पिडमा टर्निङ लिएर अन्त ब्याग त नहुनु पनि तिमीहरूले ओभर स्पिडमा टर्न लियो होला यो त राम्रो छ यिनीहरू कतिवटा त उठाउन राम्रो छ हो चिमाइनालाई त्यति लागेन ल गार्लाङ जाने स्टेडियमकै त्यहाँनिर हजुर त्यही हो यिनीहरू त्यो सामान नखोल्यो गार्लाङ जानेको स्टेडियमकै त्यो ठिक्कै यहाँनिर चाहिँ अहिले भर्खर बाटोमा एउटा गाडी चाहिँ दुर्घटना भएछ राज बेकरी को रहेछ यो गाडी चाहिँ बाटो बिचमा त्यो दैलो खोल्नु हुन्थेन नि त तिमीहरूले अब गाडी ठेलठाल गरेर पल्टाउनु पर्यो अब यो हल्का के को अब बाटो जाम हुन्छ बाटोमा जाम हुन्छ बाटो बिचमै गाडी पल्टे चाहिँ बिस्कुटको गाडी गाडी नम्बर WB74BC 7756 यो त यिनीहरू आफै अतालेर पल्टाएको गाडी ठेलठाल गरेर सिधा पार्दै राख्यौँ राज बेकरीको गाडी है यो चाहिँ उकालो गएको रहेछ यिनीहरूले खै अब यो गाडी त ओभर स्पिडमै टर्न गरेर पल्टी हानेको जस्तो लाग्यो म चाहिँ जाउँ हामी चाहिँ जाउँ लु ठेलठाल गरेर हामी सबैजना मिलेर चाहिँ गाडीको यसको यो गाँजा साँझा खान्छ तिमीहरूले अन्त यहाँ आएर टन्सिलकै हो कि त बाहिर चाहिँ रोटी भित्र चाहिँ फेरि